तर तपाईहरु भन्नुहुन्छ होला कि यो सहर हो कि गाउँ यो चाहिँ गाउँ हो तर यहाँतिर ठुलो ठुलो हुँदैछ न त त्यहाँ हेर्नु नि त गाउँ जस्तै लाग्छ पर गर्छ यतातिर यस्तो यस्तो एउटा इल्युजन छ यहाँ हेर्न सक्नुहुन्छ कृष्ण भगवानको नमस्कार सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा आज म तपाईहरुलाई मेरो होम टुर दिनेछु त्यसैले बढौँ हाम्रो सेकेन्ड डेको ब्लगमा आउनु गाइस म तपाईहरुलाई आज चाहिँ म तपाईहरुलाई आफ्नो होम टुर दिँदैछु फर्स्ट अफ अल ल हामी देखाउँछौँ आफ्नो छत यतातिर छ हाम्रो यतातिर मकैबारी छ हेर्न सक्नुहुन्छ यति धेरै छ अनि यतातिर ड्र्यागन फ्रुटहरु छ ड्र्यागन फ्रुटहरु यता पानी छ त्यसैले हामी जान सक्दैनौँ म त जान्थ्यौँ अब आउनु अब हामी यता देखाउँछौँ यताको खेत अनि यतातिर ठुलो खेत छ यतातिर पनि उत्यन्तै ड्राइभिङवाला छ अनि उतातिर बाटो बनिरहेछ अनि उतातिर बाटो बनिरहेछ त्यहाँतिर नयाँ नयाँ फ्युचरहरूको लागि अनि त्यसै गाइस हामी सक्नुहुन्छ यहाँतिर हेर्न सक्नुहुन्छ छतको भ्यू यतातिरको भ्यू अगाडिको पूर्वतिरको भ्यू हेर्न सक्नुहुन्छ तलतिर यस्तो यस्तो मेरो बाबाको स्कुटी यस्तो यस्तो छ घरै घर छ गाइस तर तपाईहरु भन्नुहुन्छ होला कि यो सहर हो कि गाउँ यो चाहिँ गाउँ हो तर यहाँतिर ठुलो ठुलो हुँदैछ न त त्यहाँ हेर्नु नि त गाउँ जस्तै लाग्छ पर घर छ हेर्न सक्नुहुन्छ बारी नै बारी छ यहाँतिर हेर्न सक्नुहुन्छ अब हामी बढौँ तल अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ अब तल जाऊँ बाबु यो जग्गाको लालपुर छ भाइ यो कर तिर्नुपर्ने अरे आज गएर कर तिर्नुपर्ने छ कहाँ तिर्नुपर्ने भन्नु त कहाँ तिर्नुपर्ने यहीँनेरि वडा कार्यालय नेरि गएर तिर्नुपर्ने छ यहाँ वडा कार्यालय छ नजिकै त्यहाँ गएर तिर्छु अब गएर कहिले अब एकछिनमा अनि मोबाइल देखाउनुहुन्छ कि नदेखाउने मोबाइल पनि देखाइदिनु पर्छ तेरो मोबाइल देखाइदिनु पर्ने छ है यहाँतिर हेर्न सक्नुहुन्छ गाइस यहाँतिर यस्तो छ यो सबै काम लाग्छ यो सबै काम लाग्ने हो नि यहाँ हेरेको कागजहरू सबै राख्नुपर्छ यो तिमीहरू यहाँ डिस्टर्ब नगर उता जाऊ तिमीहरू अहिले हेर्न सक्नुहुन्छ यो चाहिँ म हो जन्मेको यो फर्स्टमा म जन्मेको सेकेन्डमा यस्तो भयो थर्डमा यस्तो फोर्थमा यस्तो फिफ्थमा यस्तो सिक्स्थमा यस्तो छु गाइस अब म तपाईहरुतिर चाहिँ सिटिङ किचन पिताजी यहाँ हुनुहुन्छ अनि यतातिर छ म पनि यता आमा पनि यतै होइन्छ यहाँतिर गर्दै अनि यहाँतिर आलु सब्जी पाक्दैछ के गर्छ आमा यो सब्जी पाएको अब सब्जी आलु मटरको सब्जी अब हिँडेको आलु मटरको सब्जी गाइस अब यहाँ हेर्नु पापु पनि गइस अब वडा कार्यालयमा जग्गा के गर्न भात खाएर अरे अहिले एकछिनमा जाने अरे गाइस अब यहाँ तपाईहरुलाई म सिटिङ रुममा देखाउँछु सिटिङ रुममा यतातिर यस्तो एउटा इल्युजन छ यहाँ हेर्न सक्नुहुन्छ कृष्ण भगवानको आँखा खोल्ने बन्द गर्ने अब हामी बढ्छौँ यतातिर अनि यतातिर अब पिताजीको रुम यस्तै छ यहाँतिर यता आउनु अलिकति यहाँ सक्नुहुन्छ यस्तो छ यतातिर यस्तो पनि गर्नुहुन्छ यतातिर बेड छ यहाँतिर बस्ने ठाउँ छ अब हामी तपाईहरुलाई लग्छौँ यता बाहिर अब मेरो भाइलाई देखाउनु अन्त र यहाँ हेर्न सक्नुहुन्छ गाइस मेरो भाइ यता सुतिरहेछ है घामले ल गाइस अब हामी सबैजनालाई देखाइसक्यौँ अब आफ्नो घरको टुर अब हामी चाहिँ मिलेर डे 3 मा इन्जोयको साथमा लाइक एन्ड सब्स्क्राइब कमेन्ट पनि हालिदिनु है बाइ